वेलकम टू माई नेक्स्ट अनदर न्यू ब्लग। यति बेला साथी मेरो लोकेसन भनेको दक्षिण कोरिया रहेको छ। आज हामी जाँदै गरेको चाहिँ बजारको अवस्था कस्तो छ त बजार है, मलाई पनि त केही थाहा छैन है। अब त्यो दाजुहरूले लग्दै हुनुहुन्छ यहाँको पहिला आएको होइन। बाहिर आइसकेपछि आफन्तहरूको माया साह्रै लाग्दो रहेछ के। नेपालमा बस्दा त्यस्तै हो, तर बाहिर आउँदाखेरि चाहिँ आफ्नो देश अनि आफ्नो साथीभाइहरूको चाहिँ माया असाध्यै लाग्दो रहेछ। मेरो लोकेसन भनेको चाहिँ ठेङ्गीदोको याङजुसी हो। साथीहरू अब रुटहरू हेर्दै हुनुहुन्छ, अब कहाँ जाने के जाने भन्ने। आज बिदाको दिनमा यसो रमाइलो गरिदिनुपर्छ। कति कोठामा एकदमै निसासिएर बस्ने है। दक्षिण कोरियामा म प्रवेश भएको चाहिँ लगभग अब चाहिँ 2 महिना पुग्दै। त्यसै क्रममा चाहिँ म यताबाट सम्पूर्ण साथीहरूलाई एकदमै हृदयदेखि नै सम्झिन चाहन्छु है। यतातिर चाहिँ अब कोरिया आएको जस्तो मलाई फिलै भएको छैन कि। अब यहाँ साइक्लिङ गर्ने पनि आइरहेछ ग्रुप त्यहाँबाट है। यसो रमाइलो छ, यस्तै हो जिन्दगी। 20-25 मिनट जति लाग्यो होला है हाम्रो कम्पनीबाट, हामी भएको ठाउँबाट। हाम्रो चाहिँ कम्पनी चाहिँ एकदमै गाउँमा छ क्या, विकटमा छ। बजार पनि धेरै टाढा छ। नेपालमा बस्दा त्यस्तै हो, तर बाहिर आउँदाखेरि चाहिँ आफ्नो देश अनि आफ्नो साथीभाइहरूको चाहिँ माया असाध्यै लाग्दो रहेछ। महँगो त्यस्तै छ। अब यताको महँगी, यताको पैसाले उताको पैसा कन्भर्ट गरौँ भनेपछि त साह्रै महँगो छ यतातिर। माहौल बस्नु भन्छ गाउँले बसमा चाहिँ अराउन्ड 20-25 मिनट्स लाग्यो है। तर यो ठाउँ बल्ल आउँदाखेरि चाहिँ कोरिया आएको अलिकति फिल भयो क्या। नत्र त्यो कम्पनी जाने आउने अब यसो बजार जाँदाखेरि पनि साह्रै समस्या होइन। यसो गाउँतिर जङ्गल भएको है। यस्तो छ हेर्नुहोस्, यहाँ यो हिँडेर आएको बाटो, यो खोलाहरू, यसमा माछाहरू पनि पाउँछ। अस्ति हामीले माछा हेरेको थियौँ, ठुल्ठुलो माछाहरू। हप्सी दाईहरू स्टेसनमा बसिराख्नु भएको छ मजासँग है। यस्तो छ, यो सेरोफेरो कम्पनीहरू छ सबैतिर, कम्पनी यतैतिर है। अनि त्यही हो। अनि सोमबारदेखि त्यही शुक्रबारसम्म काम हान्यो, 10-12 घन्टा होइन, कति हुन्छ अब काम हान्यो। अनि त्यही हो, आराम गऱ्यो। अब बिदाको दिनमा अलिकति आराम गऱ्यो। त्यही हो, बाहिर घुम्न मन लाग्छ, घुम्ने हो। महँगी, यताको पैसाले उताको पैसा कन्भर्ट गरौँ भनेपछि त साह्रै महँगो छ यतातिर।